गाइस म फेरि पनि नयाँ भिडियो साथ आएको छु हैन। कोदाली बोकेर हिँड्दैछु म। अहिले चाहिँ हामी खरबुजामा लगाउनको लागि प्लास्टिक लाउन जाँदैछौँ। प्लास्टिक लगाइसकेर त्यसको 1-2 दिनपछि खरबुजा लाउँछौँ है। अनि यहाँ चाहिँ स्ट्रबेरी फराङ्गा छ हाम्रो। यो हिजो भर्खर टिपिसकेको, आज पल्लो खेतमा टिपेर आएको, त्यहाँ सक्यो। अब खरबुजाको लागि प्लास्टिक लाउन जाँदैछौँ है। काम यस्तै छ ग्रिसमा। टोपी लाएको मान्छे भन्दा ठुलो गाह्रो छ परदेशी जिन्दगी के गर्नु। युरो कमाउन आएको सजिलो छैन रहेछ नि हजुर। यस्तै हो, हल्का रुगा मार्की पनि लागिरहेछ। यो रुगा मार्कीले मलाई कहिले नछोड्ने भयो कि यहाँको चिसो गाड्यो भने चाहिँ नराम्रो तरिकाले लाग्ने रहेछ। यस्तै हो है, अलिक फेरि अर्कै भइरह होला है। अनि यो अब प्लास्टिक लाउने, माटो लाउँदै जाने हो, कुद्दै प्लास्टिक कुद्दै। त्यही हो हाम्रो काम चाहिँ आजको। अब आउनु अब होइन, ग्रिस कमाउनु चाहिँ पैसा चाहिँ राम्रै कमाइ हुन्छ, तर अलिकति दुःख चाहिँ दुःखै पर्छ है। दुःख गर्नुपर्छ अलि, पैसा चाहिँ राम्रै हुन्छ होइन। यस्तै छ काम। हाम्रो दिदी बहिनीहरू चाहिँ पर झाडु खाल्दै हुनुहुन्छ सबैजना हाम्रो ग्रुपमा चाहिँ। अब हामी 3 जना चाहिँ यहाँनिर प्लास्टिक लाउनु पर्ने भएकोले गर्दा प्लास्टिक लाउन आएको। गाह्रो छ हौ, गाह्रो छ। म त यत्तिकै हिँड्दा स्याहास्या भएपछि। जङ्गल छ, शीतल छ जङ्गलमा। यहीँनिर हो प्लास्टिक लाउनु चाहिँ हामी। अहिले त्यति धेरै गर्मी त खासै छैन, हावा चलिरहेछ हल्का होइन, शीतलै छ। त्यस्तै छ। आउनु सक्नुहुन्छ साना इच्छुक हुनेहरूले भन्दा हुन्छ मलाई होइन। छ अब कामको लागि चाहिँ यहाँ त्यस्तो केही पनि छैन होइन। जति भन्नुहुन्छ चल्छ काम। 12-13 घन्टा चलिरहेको छ हाम्रो त अहिले। आवश्यक परेमा मलाई भन्न सक्नुहुन्छ। ए मामुन क्या ढूंढ रहे हो, क्या नहीं मिला? हाँ वो देखो वो तोड़ दिया रे, तोड़ दिया है। क्या कर रहा है मामुन? इधर ही लगाना है। 3 4 5 6 7 8 9 10 12 13 14 15 16 17 18 19 20 20 है। इधर 10, इधर है 10, उधर है 10। हाँ 20। 1 2 3 4 5 6 7 8 9। उधर 9 है क्या? उधर तो 9 है। हाँ इधर 9 है, इधर 9 है, इधर 10 है, 19 है। ए यो बारी चाहिँ खरबुजाको लागि प्लास्टिक यहाँ लाउने हो, पाइपको माथिबाट बिछाउँदै जाने हो। पछि यहाँनिर खरबुजा लाउने हो। उयो पर देखिरहेको फराङ्गा त्यहाँनिर चाहिँ खरबुजा लाग्छ हामीले होइन। यहाँनिर हाम्रो दिदी बहिनीहरू चाहिँ यहाँनिर झाडु खाल्दै हुन्छ यो फराङ्गामा। यहाँनिर मौसम आजको यस्तो छ, मौसम बादल हेर्नु गाउँघरको जस्तो छ है। यस्तै हेर्दा हाम्रो बङ्गाली दाजुहरू हुनुहुन्छ होइन, एउटा साथी एउटा चाचा हुनुहुन्छ। काम यहाँनिर यस्तो गर्छौँ हामी। राम्रो छ होइन, ठाउँहरू राम्रै छ। परै पाहाड हेर्नुहोस् यहाँनिर। कहाँ यो त गिरिसमा होइन, यो त पाहाडको साइडतिर छ क्या भन्ने सोच्छ होला यस्तो देख्दाखेरि है। यस्तै हो, ठाउँहरू यस्तो छ। गिरिसमा रमाइलो छ, राम्रै छ होइन सबै कुरा। माथि आकाशको हेर्नु न कस्तो राम्रो देखिएको छ है। वाह वाट अ लभली वेदर चाहिँ राम्रै छ आजको। घाम यस्तो लागे तापनि होइन, यस्तो घाम लागिरहेको तर पनि गर्मी चाहिँ त्यस्तो खासै छैन। हावा चलेर शीतलै छ। अब यहाँ खरबुजा रोप्छौँ हामीले अलिक पछि। अहिले अब प्लास्टिक लगाइसकेपछि मात्रै हो। पानी लगाएको रहेछ यहाँनिर पुरै भिजेर यस्तो गाडिन्छ कि गाडिँदैन खासै नगाडिदिन्छ। यस्तो जुत्ता लाएर हिँड्नुपर्छ। ल मेरो छायामा त म त कति सानो देखेको। भानुभक्त आचार्य यस्तो गरेर। कस्तो लागेर
यो धेरै पछि बनाएको भिडियो होइन त्यति खासै समय मिलेको थिएन क्या मलाई अब काम बेलुकासम्म हुने अनि यसरी अब बस्ने टाइमै नमिल्ने भिडियो बनाउने टाइमै नमिल्ने काम 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 होइन त्यही भएर आज चाहिँ अलिकति काम छिटै सकेकोले यहाँनिर अर्को काममा आउनु परेकोले आउँदा आउँदै भिडियो बनाएको प्लास्टिक यहाँनिर छ त्यही होला आउने हामी अब देखो ना होठों में तेरा एहसास रह जाता है मेरी बेचैनियों को चैन मिल जाए तेरा चेहरा ओ गाइस ल अहिलेलाई यति नै हो पछि फेरि बनाउँछु अर्कोचोटि होइन लगाइसकेर देखाउँछु म ओके हेलो गाइस अब हामी चाहिँ खरबुजा लाउनु सुरु गर्न थाल्यौँ होइन यहीँ छ बिरुवा यहीँ छ यो हाम्रो सबको गाडी हो कहिले कहिले मैले पनि कुदाउँछु होइन दिदीको ब्यागमा जुस छ भने चाहिँ जुस पिएर काममा लाग्नु पऱ्यो 2 मिनट है त गाइस एकछिन रुक्नु होला है त कता हो राखेको थिएँ थाहै भएन खोइ त अमिलोवाला त सकेछन् क्या हुँदैन मान्छे त कागतीको जुस बट कागतीको जुस होइन स्ट्रबेरीको जुस रहेछ पानी पिउन आँटेको कागतीको जुस सकेको लेमन जुस सकेको अब स्ट्रबेरी लाउनु सुरु भयो खरबुजा लाउँदैछु पनि एउटा लिएर जानु पऱ्यो लागे म चाहिँ खरबुजा बोकेर खरबुजा रोप्नु साथी हो खरबुजा रोप्नु लाग्यो दाइहरू यता भाइहरू यता छन् उभिराखन होइन रोप्दै जानु पऱ्यो ठीक एक एक में लगाने के लिए बोल दो ओ दिदी एकजना एउटामा लाग्यो अर्कोमा अर्को लाग्यो रेनु बुनु ओ एकजना एउटामा लाग्नु न एकजना यता आउनु अब मैले भनेको होइन अब जे भन्नु त्यही गरेको भन्नु लगाएपछि गर्नु भन्नु पर्यो दिदी हो त लाइन लाँदै जाँदै जानु लाग्दै त्यसरी नै गर्नु होइन एकजना एउटामा यहाँनिर पनि छ यहाँको एउटा किन्छ कसरी छोड्ने
हजुर दिदी के गरिदिनु पर्ने हो हाम्रो दिदीलाई एक काने चाहियो अरे एक कान दिदी पनि होइन दिदी एक काने लाउने होइन एक काने चाहिए क्या यो त अनै छ क्या हो अब ब्लुटुथ कसकोमा खुल्ला छ अफ गर्नुपर्छ खोइ तपाईँकोमा ब्लुटुथ अन छैन काटे छैन तपाईँकोमा ब्लुटुथ खुल्ला छ अफ गर्नु अन्त अनै छ फेरि नो डिभाइस भन्छ तपाईँ खै यहाँ देखाएन त ब्लुटुथै अनि मैले के गर्नु पर्ने भन्नु त काटेको छैन लु यहाँ तानेर गरिदिन्छ यहाँ हालिदिन्छ एक काने दिदीकोमा एक कानेमा खोइ कता हो कान पनि म त देख्दिनँ यार दिदीको ए दिदी लु है त म पनि अब खरबुजा रोप्नु लागेँ सबैजना यहाँ हुनुहुन्छ है रोप्दै रोप्दै यत्रो बारीमा खरबुजा रोप्नु पर्ने गाइस गाह्रो छ जिन्दगी गाह्रो छ ल यति नै हो आजको लागि बाई बाई सियु है त भोलि फेरि भेटौँ ल नयाँ भिडियोको साथ सियु गाइस